पहिला अब एमाले थियो हजुर, एमाले जन्मेदेखि एमाले थियो, अबदेखि चाहिँ उब्रान्तो आजबाट अर्को पार्टनरमा हिँड्यो। कुन हो नेपाली कम्युनिस्ट पार्टी? हजुर, भोट केमा हाल्नुहुन्छ यसपालि? यसपालि अब प्रवेश गरेपछि त तारामै दिनु पर्यो नि। तारै हो। तपाईँको नाम? मेरो अमर हजुर। अमर। किन चाहिँ तपाईँले त्यत्रो वर्ष जन्मैदेखि एमालेमा लागेर अहिले नेपाली कम्युनिस्टबाट लाग्नुभयो? हजुर, बजेट अब जति माग गरे नि बजेटै नदिने। तपाईँको सुनाइ नै भएन? हजुर, मन्दिरलाई कतिचोटि मन्दिर बनाउनु खोज्यो, बजेटै दिउँ भन्छ, त्यसै मुखले भने भए अबको पार्टीले चाहिँ तपाईँलाई जिल्ला जस्तो आसन के आसन छ? खै दिन्छ जस्तो लाग्छ हजुर। हो, त्यही विश्वासै तपाईँ आउनुभयो? हजुर हजुर, म बुढो भइसक्यो, अब यो एमाले पार्टी ढुकेर बस्दा बुढो भयो। नमस्कार, म दिलनाथ गौतम, काभ्रे 1 नम्बर निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फ उम्मेद्वार। म मिना पाखरिन समानुपातिको उम्मेद्वार। म यति बेला खानीखोला गाउँपालिका वडा नम्बर 7 धाप्लेबाट बोलिराखेको छु र 1 नम्बर निर्वाचन क्षेत्रका सम्पूर्ण मतदाताहरूमा विनम्रतापूर्वक अनुरोध गर्छु, यसपालि तारा चिन्हमा मतदान गरेर हामीलाई विजय गराइदिनुहोस्। धन्यवाद।